यता त्यो ट्र्याक्टरले सोरे चाहिँ के हो यार होइन हिँडेर होला नि ओहो जाडो सुरु भयो जाडो परिरहेको छ है यहाँ एकदम ल हामी ड्युटी हिँडिरहेको लुस्को भा हाम्रो गुरुजी हुनुहुन्छ यहाँ नुवाकोटको डन यता हुनुहुन्छ हाम्रो बेबी प्रेमीको डन ओहो ताल त जमेछ पछाडि हुनुहुन्छ हाम्रो मामा सिरी झापाको पुरा डन अलि पछाडि हाम्रो पार्टनर हुनुहुन्छ खोटाङको पुरै बाटोभरि नै उनी छ त यार ओहो सुस्त चलाउनु सुस्त यस्तै छ हामी हाम्रो टोली 6 जनाको दामी आएको रहेछ केटा हो यार बाटो यस्तो छ सिसा फोकस हुँदो रहेछ के के गर्ने जति जाडो भयो भने हिउँ परे पनि पानी परे पनि ड्युटी चाहिँ जानै पर्छ है ओहो ल युरोपको पोल्यान्डमा आएर फर्स्ट टाइम यिनीहरूलाई त के नौलो लाग्छ है हामीलाई नौलो लाग्ने पुरै आइस त चिप्लिनै भएछ है बाटै ओगटी छ यस्तो फोटो छ ड्राइभर नचलाउने भने फोकसै नगर्दो रहेछ कि पानी यहाँ टक्क जम्दो रहेछ पुरै बाटोभरि पुरै भरेछ त यार है अलि फराकमा खिच्छु ल यो चाहिँ हो क्या भ्लग भनेको गर्ने जाडो भयो ड्युटी जानै पर्यो तरिका भात त भरेछ त भरेछ भात त अनि यस्तोमा के बोल्दा यार भन्नु हुने चाहिँ उम्रेछ है ल सबै गाई बस्तुमा त बिजो हुने यार यस्तो है मुस्ताङ जानुपर्छ नेपालमा त हिउँ खेल्नलाई एकदम लेख्यो बाटोमा अब हामीले खाने स्याउको बुटो पनि यस्तो भयो